झ्याम निन्द्रामा मौरीहरू भागिछन् हैन। अनि आँखा पनि पिरो पिरो भइरहेछ क्या। अनि हजुरहरुकोमा चाहिँ के भन्छ मौरीहरू कसरी भाग्छन् हैन। यहाँ मौरी भागेर हैरान ल्याङ गरिरहेछन्। अब यसो मौरीलाई चाहिँ अब हामी हुल्ने व्यवस्था कार्य गर्दैछौँ हैन। अब त्यसको लागि अब यसो एक्सर्साइज गर्नु पर्यो कसरी हुन्छ हैन। मौरी भाग्छन् अब मौरीले टोक्छन् होला। अब के हुन्छ हेरौँ है त। तपाईहरु चाहिँ कसरी गर्नुहुन्छ हामी चाहिँ यसरी गर्छौँ। मजाले हेरेर प्रतिक्रिया चाहिँ दिनु पर्यो है। ल राना कहाँ छ? राना देखे भए त अनि म अघि राना थुप्रै उनी छ। राना देखिन त यहाँ हेरी आँखा प्याल्दी कि हाल्नु। छापरी अर्जाने कस्तो हो? ऊ यसमा बान्नु कि उठ्नेमा बान्नु? उठ्ने ठुलोमा ऊ पल्नुमा बान्नु ठुलोमा यस्तरी झुन्डाउनु अनि हुन्छ क्या। यसरी झुन्डाउनु न। कमाइ छ रोक्नु नके नहुन एकछिन है। नचल्नु मस्तै आएछ क्या। त्यही त अलिक फोको भए पनि हुनु हेर मौरी बढी आएछ क्या। सर्नु लाग्यो र सर्नु होला। ल्याउ गर्न अन्ने बिस्तारै पहिला पार्टी लाउनु ल्याउनु। पार्टी लाया तर यसो दारूले सार्दिन माथि बिरादाहरूमा त अलिक माथि फालिदिएर सार्दै त्यहाँ बसेको थियो। त्यही मौरी हातले पनि सारेर त्यहाँ क्या अझ छोडिदिनु निस्किन भय लाग्छ। सर मौरी सर मौरी सर मौरी सर मौरी सर म लाएर आउनु पर्ने जेमा लायो बन कता जाने हो बन मैसाले खान्छ बाबु। अनि छाप्रिनु बस माथि लुला ओछ्याउनु एकछिन गर्न आन्छन् क्या। आँखा नै चिल्टिन्छ नि भइ लाग्छ। अन्त चिलाएको आँखा चिल्टिन्छ। सर हल्का सर लाग्ने टोकियो मलाई पनि आइसक्यो। अट्याक गर्न लागिसक्यो। टोक्छ छोड्दैन। राना भन्ने सब ठुलै छन्। को हो कि राना देखिने राना देखा त म अघि मुर्गिन छापरी माथि गरिदिनु छ। देखिने देखाएन माटुङ्ने राना माथि याद गरे भएन। यहाँ हेर्न यहाँ भएन। त्यो हो कि ठुलो राना कहिले हुन्छ अलि लामो हुन्छ ठुलो हुन्छ क्या। मौरी भन्दा ठुलो हुन्छ। यसरी सर्यो नसर्ला जस्तो भयो टाइट।